बसवरिया गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय बसवरिया सर्लाहीको अत्यन्त जरुरी सूचना। जोखिम नसाङ्कन गरी आगलगीको उच्च जोखिम भएको ठाउँमा विशेष पूर्व तयारी र सतर्कता अपनाउने। आगलगी हुँदा के गर्ने भनेर आपतकालीन योजना निर्माण गर्ने। घरमा प्राथमिक उपचारका सामानहरूको जोहो गर्ने। धेरै मानिस प्रभावित हुने तथा जनधनको क्षतिको सम्भावना बढी हुने। उद्योग धन्दा, कारखाना, औद्योगिक ग्राम, पेट्रोल पम्प तथा पेट्रोल भण्डारण स्थल अग्नि सुरक्षित बनाउने। घर भान्सा भवन निर्माण गर्दा विद्युतीय वायरिङ सजावटका लागि राखिएको विद्युतीय सामग्री, स्टोभ, ग्यास चुल्हो आदि बेला बेलामा निरीक्षण गरी सुरक्षित भए नभएको सुनिश्चित गर्ने। घरमा विद्युतीय सामानहरूबाट धुवा वा गन्ध आउँछ भने त्यसलाई झिक्ने। चुरोटका आटा र सलाइका काटी राम्रोसँग निभाएर मात्र फाल्ने। ग्यास सिलिन्डर र मट्टीतेल जस्ता प्रज्वलनशील पदार्थलाई सुरक्षित ढङ्गले राख्ने। घरमा कोही नभएको बेला आगो वा हिटर बालेर नहिड्ने। आगो तापिसकेपछि वा खाना पकाएपछि राम्ररी आगो निभाउने। सजिलै आगो निस्कने पदार्थलाई केटाकेटीको सहज पहुँचमा नराख्ने। मेनबत्ती वा धूप बाल्दा विशेष सतर्क हुने। राम्रो गुणस्तरको विद्युतीय सामग्री मात्र प्रयोग गर्ने। बिजुलीबाट हुने गडबडी काम गर्न राम्रो वायरिङ गर्ने। नजिकै रहेको सुरक्षा तथा प्रशासनिक निकाय, बरुण यन्त्र, अग्नि नियन्त्रण कार्यालय, रेड क्रस आदि टेलिफोन नम्बरहरू र ठेगाना रिपोर्ट गरिराख्ने। अनुरोधकर्ता बसवरिया गाउँपालिकाको कार्यालय बसवरिया सर्लाही।